आजभोलि सरकारले बाहिर बस्ने जनतालाई हेरिरहेछ कतिखेर यिनीहरूले पैसा पठाउँछन् र डेभुटेसन पाइन्छ र प्राधिकरण पनि डुबिहालेछ अब त्यसलाई 10 खर्ब ऋण चाहिरहेछ अब जनताले कतिखेर पठाउँछ र म ठ्याक्क पठाउने बित्तिकै ड्याङ्ग दिन्छु भनिरहेको अब सबै जनताहरू मिलेर त्यसलाई उकास्नु पनि दिनुपर्ने भयो जस्तो छ अब सरकारको अब सरकारको राम्रो उपलब्धि काम त छैन अब त्यो हामीले कमाएको पैसाबाट चट्ट विद्युत प्राधिकरणलाई उठाउनु पर्ने छ है सबैजना मिलेर के कसो गर्ने हो जनता